हामी मर्निङ मुभर्स टिमसँग चाहिँ जनकपुर धाम घुम्न गइरहेछौँ। आज फ्राइडे, सटरडे, सन्डे फर्किने। ल मेरो ब्याग प्याक तयार भइसक्यो। यो के रे घ्याज्याङ्ग्रा गुजुङ के नबोक्दा पनि नहुने, बोक्दा पनि घाँडो भइसक्यो के। ल मन्जुले तयार पारिदिइसकेको छ, झोला सोला सबै कुरा। अब प्रस्थान मात्रै गर्न बाँकी छ। ल भन्नु के छ आज तपाईँ कहाँ नाच्नु भएको? आज यो हाम्रा मर्निङ मुभरका साथीहरूले जनकपुरमा भगवानको दर्शन गर्ने र यो इन्टरनल टुरिज्मलाई सेवा दिने दृष्टिकोणले हामी त्यसतर्फ प्रस्थान गर्दैछौँ। हस् हस्, धेरै धेरै धन्यवाद। थ्याङ्क यू। तपाईँहरू चाहिँ कता हिँड्नु भएको? हामीलाई चाहिँ के लाने, हामी पनि जाने हो भनेर पछ्याउन त रामरी सर के छ? मेरो केही छ, म बालन जस्तो टुस्सै हान्ने नबोल्ने जनकपुर यात्राको लागि। ल ल ल, यहाँ हाम्रो सबैजना साथीहरू चाहिँ जनकपुर प्रस्थानको लागि यहाँ कुमार पासाई जनकपुर धाम हिजो अलिकति खल्लो पारिहाल्नु, उहाँ जान्नुहुन्न कि भन्ने थियो मलाई चाहिँ मनमा। त्यसको चिफ गेस्ट भयो। उहाँ चिफ गेस्ट, ल भन्नुहोस्। आजको चाहिँ जनकपुर यात्राको चिफ गेस्ट हाम्रो सुरेश सर हुनुहुन्छ, भन्नुहोस् दुई सर। हाम्रो चाहिँ आज चाहिँ जनकपुरको यात्रा छ हाम्रो मर्निङ मुभर्सबाट। यहाँबाट हामी जनकपुर जान्छौँ र त्यसपछि 3 दिनको कार्यक्रम छ। भोलिको हाम्रो जनकपुर परिवेश वरिपरि घुमाइ छ अनि पछि चाहिँ हाम्रो फर्किने कार्यक्रम छ। साथीहरूको यात्रा चाहिँ सुरु भयो। ल सबैको यात्रा सुरु भयो होइन? सञ्जय भाइ, ल अब यहाँबाट हाम्रो यात्रा सुरु हुँदैछ। हामी कफी सेन्टरबाट यात्रा सुरु गऱ्यौँ। अब हामी गाडीतिर प्रस्थान गर्दैछौँ। यसो घुमघाम। ल हाम्रो यात्रा यहाँ रारा मार्गबाट सुरु भयो। ल गाडी चढ्ने यात्रा। जय होस्। ल सुरु भयो यहाँबाट हाम्रो यात्रा। ल है मर्निङ मुभर्स, यो हाम्रो मर्निङ मुभर्सको यात्रा मिल्दैन। है। श्री सापकोटा भएन के म आज चाहिँ थपलिया सरसँग बस्नु पर्छ। थपलिया सरसँग यहाँ को आयो? बस्नुहोस् उता, म यतै बस्छु। ल श्री सापकोटा कता बस्छ? यो कता म तिमी साथै बस्नु है। सिंगल सिंगल यसलाई पछाडि राख्नु पाए हुन्थ्यो है। तर कस्तो राम्रो सिंगल सिंगल प्रधानमन्त्री भएपछि राष्ट्रपति जहाँ छ म बालन हो, म बालन हो, राष्ट्रपति नभएको। के छ प्रधानमन्त्रीज्यू? ठिक छ नि होइन? कतिको सहज छ? त्यो होइन, वातावरण पनि राम्रो छ। साथीहरूको यो जुन गाडी चाहिँ भने जस्तै रहेछ। ल डन। गाडी राम्रो छ, मान्छे राम्रो छ, हाम्रो गाडी चलाउने भाइ युवा राम्रो छ। ल ल हामी गाडी नम्बर 22 को 896 मा चाहिँ जनकपुर धाम प्रस्थान गर्दैछौँ। जलेश्वर धाम यात्रामा विशेष हाम्रो तीर्थयात्रा होइन? विशेष जय होस्। अब म पनि यहाँ लागेँ सवारीमा। हस् हस् हस्। है हाम्रो सभामुख खै त सभामुख सभामुख यही होइन सभामुख खोइ त अनि। अब अहिले हामी चाहिँ यो दुलीखेलबाट चाहिँ हामी अहिले बिपी राजमार्ग हुने बाटोमा प्रस्थान गऱ्यौँ। यो बाटो यही हो। अहिले यहाँ हामी यो बाहुबली सुपर पान भण्डारको यतापट्टि पसलमा चाहिँ चिया खाएर दिशा पिसाब गरेर अनि हामी चाहिँ अब फेरि गन्तव्यतर्फ प्रस्थान गर्दैछौँ। अब यहाँ फेरि बस्ने साथीहरूको साइड चेन्ज काका अगाडि जानुभएछ, भतिज यता पछाडि, भतिज यहाँ। ल यस्तै छ हाम्रो यात्रा निरन्तर छ। चिया खायौँ, कालो चिया खाइयो, कालो चिया खाइयो, गफगाफ गरियो। समय होला
समात्नु पर्यो नि भोक त कति लाग्ने भयो भने समातेको समात नानी पाउनु भन्दा गाह्रो भइसक्यो हौ यहाँ गाडीमा पैँटेको पैँटै अहिले हामी यहाँनिर मुलकोटमा आयौँ ताज रिभर साइड भन्ने ठाउँमा चाहिँ खाना खान ओर्ल्याएको छौँ ट्याक्कसँगले हाम्रो उहाँ तीर्थ हाम्रो सर चाहिँ चस्मा लाएर टक्क होइन अब यस्तो साथीहरूलाई अब त्यहाँ मिठै पायो होला एकचोटि आउँदा होइन धेरैचोटि खाइएको छ त्यहाँ हो हामीले पनि दसैँमा त्यहाँ कुखुरा काट्ला खाएको धेरैचोटि खाइएको छ मिठै थियो राम्रै थियो ठिकै छ अब अहिले रहने छ बन्द भएको रहेछ अब नयाँ ठाउँमा चाखौँ न अझै राम्रो छ के खाने खै म पनि टोइलेट जाने लोकल फिस 3टा एउटा भट्रा सारेको अहिले त भट्टा छ पिनट मात्रै छ अहिले अनि खाना चाहिँ के खाने खाना चाहिँ यिनीहरू के खाने अहिले 10वटा खाना रेडी आउँछ अनि चिकन मटन नुन कम हुनु पर्यो है नुन 10वटा मटन खाना अहिले स्न्याक्समा फिस र त्यो माछा चाहिँ जनकपुर चर्को चाहिँ हुनु भएन फिस फ्राई 3टा लोकल अनि एउटा पिनट सारेको भाइ नुन चाहिँ धेरै नहाल्नु नुन चाहिँ चर्को हुनु भएन बरु मान्छे थप्नु छैन सकिरहेको ल राखेर अहिले हामी मुलकोटमा आइपुगेका छौँ यहाँ बिहानको खाना खाने भनेर हामी यहाँ झरेका छौँ गर्मी निकै बढाएर छ श्री सर खाना कस्तो लाग्यो एकदम राम्रो है तपाईँले सर खाना कस्तो हो राम्ररी सर अब त नुन छैन दाजु गजब ल गजब छ है ल यसको लागि म पत्रकारलाई धन्यवाद दिन्छु यता पर बस्नु नि हाम्रा मित्रहरू कस्तो लाग्यो खानाको आइटम असाध्यै राम्रो मिठो राम्रो स्वादिलो सार्थकता पायो होइन एकदम अब जोगी भनिँदैन नि पत्रकार नम्बर 1 जोगी सोही होइन भोगी हो सामन्ती हो राम्रै हो यो विषयमा चाहिँ अहिले गाली छोडिदिएँ मैले अब हामी खाना खाइसकेपछि चाहिँ अलि ढिला पनि भयो लाग्यौँ अब हामी बर्दिवास होइन बर्दिवासतिर बलिबस्तर आयो हाम्रो गन्तव्य जारी छ जारी छ अब हामी 2 नम्बर प्रदेशको भ्रमणमा हामी निस्केका छौँ अब 2 नम्बर प्रदेशको भ्रमण 3 दिनको छ बर्दिवास जाने क्रममा छौँ अहिले भ्रमण पश्चात फेरि र सबै साथीहरूले गन्तव्य इन्जोय गर्नु भएको छ अझै ठिक छ जे जस्तो छ जहाँ जस्तो छ त्यही साथीहरूले इन्जोय गरिराखेका र सिटमा चाहिँ अलिकति तलमाथि गरिदिनु भन्नुभयो सिटमा तलमाथि भइदिनु भनेर आग्रह गर्छु ल भन्नु ल ल ल ल ठिक छ आहा ल है साथीहरू फोटो चाहिँ भने जस्तै आयो दिएर आउने कता छ यहाँ फेरि अहिले निकाल्नु पर्यो सञ्जीवजी फेरि निकाल्न किन हुँदा गरे निकाल्नु बाटो रोकिहाल्छ कसले खान्छ खाजा मैले भनेको अब खाजा खान नसकिने परिस्थिति भयो भनेको अच्छा खाइयो नि डकराउने गरी ल यो अहिले हामी सेल्फी डाँडामा आइपुग्यौँ है साथीहरू सेल्फी डाँडा जस्तो छ अहिले फरक बनाएको रहेछ नि त सेल्फी डाँडा सेनाले चाहिँ बनाएको जस्तो छ यो पर चट्ट झन्डा सन्डा स्ट्याचु सेनाको लडाइँको बलभद्रको फोटो ल यहीँ हाम्रो फोटो खिच्ने कार्यक्रम हुँदैछ है यहाँ
पाँच नम्बर पाँच चाहिँ ल मलाई पनि एउटा बनाऊ ल सफा चाहिँ गरौँ अलिक यो त हो र तर यही हो सिन्धुलीको नाम हो नि फेरि जुनार नामी सिन्धुलीको कस्तो रहेछ ठिक छ पानको पात तिमीलाई सम्झन्छु दिनको माया तिमीलाई सम्झन्छु दिनको माया तिमीलाई सम्झन्छु दिनको यो पानी कसैमा खानु खुट्टालाई पाउँछ ए पत्रकार महोदय उता तपाईँलाई खोजिरहेको हेलो हेलो ल हेलो अब हामी एकैचोटि कहाँ बस्छौँ बर्दिवास होइन सिन्धुली बर्दिवास एकैचोटि बर्दिवासमा ल अब हाम्रो यात्रा स्थगित चाहिँ ल जय होस् सबैको सबै जय होस् सबै आएको हो जनकपुरमा त यो हालिहाल्नु मर्निङ हेरिहाल्नु ल त्यहाँनिर रातिको यात्रा जनकपुर धाममा यो भानुचोकमा है हामी अहिले भानुचोकमै मेन बजार हो मेन बजार शिवचोक गइरहेको जनकपुर मेन बजार भन्ने धनुषा खै जता भए पनि जनकपुर हो यो बजार त उता हो नि जनकचोकबाट जानु पर्ने यो जता भए पनि अहिले हामी जनकपुरमा छौँ यसले टपिसक्यो नि शिव मन्दिर यहाँ जनकपुरमा कहाँ बस चढाइ यस्तो जग्गा ल ल है हाम्रो थपलिया सर अँधेरोमा केही देखिँदैन रहेको ठिकै छ ल ठुलो पोखरी छ मलाई पोखरी ल्याउँ हेरी राम मन्दिर के हेर्नुहुन्छ त अहिले भर्खर हेरेको कहाँ हो लस्सी चाहिँ ए ल यो लस्सी पाउने ठाउँ जनकपुरको लस्सी पाउने ठाउँ कता उता ए राम मन्दिर यहाँ राम मन्दिर चाहिए लस्सी खाऊँ ओ ल लस्सी आयो है यही ठक्कसँगले ल यहाँ लस्सी लस्सी खाऊँ लस्सी खाऊँ लस्सी खाऊँ लस्सी खाउँछ नि रे नाइ रे लस्सी खाऊ नै लस्सी पिउँछु हामी ए उनीहरू खाऊ न दही दही